Even if the baby's got the pot. May. कोटदेउल स्वस्ति यस्तो छ। यो चाहिँ कोटदेउल भयो। त्यसरी चल्छन् यो बाटोमा चाहिँ बाइक माथि माथि उकालो छ। यसरी धुलो माटो उडाएर यसरी जान्छ। नमस्कार सबैजनालाई। आज फेरि पनि आज म तपाईहरुसँग छु हाम्रो बझाङको मस्टा गाउँपालिकादेखि पहाडको एउटा यस्तो उकालो काट्नुपर्छ। यस्तो उकालो हिँड्नुपर्छ। कुनी के भन्नु होला। मसँग जोडिँदै रहनु होला। तपाईँहरूलाई देखाउँछु म हाम्रो पहाडतिर चाहिँ के हुन्छ। देख्न सक्नुहुन्छ तपाईँहरू हर्स घोडा यहाँ यसरी पालेको छ। यतापट्टि जो येल्लो कलरको छ यो चाहिँ हाम्रो 1 नम्बर वडाको स्वास्थ्य गाउँपालिकामा चाहिँ भनौँ 1 नम्बर वडाले चाहिँ एउटा ठुलो सेवा पाएको छ भनौँ। हाम्रो विद्युतको केही 3-4 वर्ष अगाडि चाहिँ भनौँ 3-4 वर्षभन्दा अगाडिको समयमा चाहिँ हाम्रो यसरी गाउँमा चाहिँ विद्युतको सुविधा थिएन। अहिले यहाँ देख्न सक्नुहुन्छ ठाउँहरू हावापानी सबै राम्रो छ। वडा कार्यालय चाहिँ मस्टा 1 को वडा कार्यालय हो अहिले नै यहाँ भनेको। एकदमै टाढामा छ यो माथिकै एकदम माथिल्लो भाग हो र यसमा चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ मस्टा गाउँपालिका 1 नम्बर वडा कार्यालय कोटदेउल बझाङ भनेर लेखेको छ। यो चाहिँ अहिले बनेको नयाँ वडा कार्यालयलाई यो ठाउँमा चाहिँ यस्तो छ पुरा जङ्गल यस्तो छ। यस्तो बाटोमा हिँड्नु पर्छ। यस्तो छ यो बाटोमा हामीले हिँड्नु पर्छ। यस्तो पहाडतिरको ठाउँ यति धेरै यो सल्लाहरुबाट चाहिँ खोटो निकालेर चाहिँ हाम्रो कालोपत्रे रोड पिच गर्नको लागि चाहिँ त्यसले सहयोग गर्छ। यही बाटो होला सायद। मलाई त बाटो थाहा छैन। यसमा चाहिँ खोटो पनि हुन्थ्यो म देखाउँथेँ। त्यसरी हुन्छ यसको पात यो खोटो चाहिँ प्रयोग हुन्छ। त्यो यसमा देखिरहेछ यो चाहिँ कालोपत्रेमा प्रयोग हुन्छ। यो सडक कालोपत्रे गर्नमा आरुको रुख पहाडमा फल्छ। भर्खर लाग्छ हेर्नु त एकदम मिठो हुन्छ। यो सक्नुहुन्छ कति रहेछ यसरी यसलाई पैँयु भन्छ हाम्रो यहाँतिर। यसलाई खान पनि हुन्छ पाकेपछि। आयो ल यो चाहिँ गाउँ घरहरू भयो। यसरी केही दिनपछि यहाँ आइयो हेर यस्तो छ। यहाँ धारा पनि बनाइएको रहेछ। पानी जोइन गरेछ कि छैन धारा मात्र बनाएर भएन। यो घर यस्तो भएछ ओखर। यो पुरै ओखरको रुख हो। स्याल
अहिले देखाउँछ है स्याल ऊ लाको रुख भन्छ एकदम ठुलो हुन्छ यस्तै पुदिना यसलाई नेपालीमा के भन्छ पुदिना भन्छ मुसेलु यसलाई भुइँसेलु भन्छ यसरी फल्छ यहाँ अनि यो चाहिँ तिरमुरा रुख हो यो अहिले फल्दैन यसमा समय लाग्छ अनि पुरैलाई यो चढीमाडो हुन्छ नडीमाडो हुन्छ कि चढीमाडो भन्छ यो एकदम चुकिलो हुन्छ यसको चाहिँ अहिले त छैन तर यो एकदम चुकिलो हुन्छ यो यहाँबाट पनि केही न केही बनाउन सकिन्छ सायद त्यतिकै खेर त नजाला यो चाहिँ सर्पको ओरिजिनल दुलो यसमा सर्प भेटाइन्छ सबै यस्तै छ गहुँ कि जौँ जौँ रहेछ नै गहुँ गहुँ रहेछ यस्तो हुन्छ हाम्रो महाकवि लक्ष्मीप्रसाद देव पत्नीले भन्नुभएको थियो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले हो त्यही सिस्नु चाहिँ यहाँ छ यो एकदम मिठो हुन्छ यो सिस्नु उन्यु यो सुकेपछि यस्तो हुन्छ यहाँ उन्यु सुकेपछि यस्तो हुन्छ र यसले छाप पनि पार्छ तर यो अलिकति त्यसको यो के भन्छ आलो हुनुपर्छ यस्तो सिस्नु यस्तो टोक दिन्छ यसले फेरि त्यो डलाक्छ काँडा कस्तो छ यसले एकदम टोक दिन्छ यो खाँदाखेरि हामीले यसलाई टक्क के डोको डोको हाम्रो डोको भन्छ घाँस काट्ने हुन्छ त्यसमा चिउरा अनि चिउरा भनेको चाहिँ रोटी राख्ने हुन्छ अनि त्यस्तो चोयाले बनेको हुन्छ नि त्यस्तोमा राखेर पनि बनाउन सकिन्छ यसलाई एकदम फिट्ने यसरी अनि यसको यो फिटिसकेपछि जो काँडा हुन्छ नि यतापट्टिको यो काँडा निस्किन्छ अनि यसले चिल्न पाउँदैन अनि यसलाई एकदम पकाएर चाहिँ अनि टक्क पिस्नुपर्छ अनि पिसेपछि चाहिँ सिस्नुको साग एकदम मिठो हुन्छ र यो चाहिँ ढटेला यहाँबाट चाहिँ हामीले तेल पनि बनाउन सक्छौँ अहिले यो म अलिक छिटो आइपुगेँ यो ढटेला हो यो ढटेलाबाट चाहिँ तेल पेल्न सकिन्छ यसमा सानो सानो दाना लाग्छ कालो कालो दाना लाग्छ अनि त्यसको बियाबाट चाहिँ हामीले तेल बनाउन सक्छौँ यसमा पनि म जो छिटै नै पुगेँ भनौँ तर तपाईँलाई म बोट मात्र देखाउँछु यो एसेलुको बोट हो यो चाहिँ पेलो हुन्छ त्यो एसेलु यसमा चाहिँ टक्क फलेर अनि खान मिल्छ यो दुबा ओरिजिनल दुबा हेर्नु त यस्तो हुन्छ यो यसरी चेत्न पनि मिल्छ यो दुबा चाहिँ त्यहाँ चाहिँ यसलाई लगाउनु पर्छ तर त्यो नक्कली हुन्छ यो चाहिँ ओरिजिनल हो एकदम राम्रो हुन्छ यो हरियो हुन्छ त्यो छ हेर त पुरा यत्रो ठुलो ठुलो पनि हुन्छ तर यो चाहिँ खान नमिल्ने किनकि हुन्छ तर तितो भए पनि यसको प्रयोग गरिन्छ धेरै ठाउँमा पूजा गर्ने ठाउँमा पनि यसको प्रयोग हुन्छ र यसको औषधि पनि हुन्छ सायद कतिपयजनाले देख्नु पनि भएको होला यसरी यो चाहिँ यो कुनै मान्छे होइन 1 2 यो ठाउँमा चाहिँ यसरी हुन्छ नि यो केही जनावरहरूलाई कोही जस्तै बानरहरू के आयो भने यसलाई धपाउनको लागि मान्छे होस् हो भनेर ठान्लान् भनेर चाहिँ यो बनाइएको मानिसलाई चाहिँ विस्थापन गर्ने काम गर्छ यसले यसरी बनाइन्छ है त यो पुरै बाली छ यसरी नाम चाहिँ विशेष सामु भन्छ के भन्छ यो चाहिँ के हुन्छ कि उखेलेर देखाउँछु ट्याक्क गहुँ जस्तै हुन्छ बोट हुन्छ यसको यसरी पुरै बोट हुने तर यहाँ सामु आई थिङ्क यसलाई सामु भन्छ के भन्छ होइन तर यो खाने कुरा चाहिँ होइन तर यसले बालीलाई चाहिँ नष्ट गर्छ
यो गहुँ लगाएको ठाउँमा चाहिँ यसरी आउँछ। हेर्नु न केही फरकै छैन नि, यस्तरी भएर आउँछ। यो बोटो हो, यसरी आउँछ। तर यो यसले धेरै ठाउँमा आयो भने यसले नोक्सान पनि गर्छ बारीलाई। यसमा मैले हात लगाउन चाहिँ सकिनँ है, यसमा मैले हात लगाउन चाहिँ सकिनँ। तर यो लट्ठीले म देखाउँछु। यसमा चाहिँ एकदम डेन्जर काँडा हुन्छ सिस्नुमा। यहाँ देख्न सक्नुहुन्छ यस्तो डेन्जर काँडा हुन्छ। यो पुरै सिस्नो हो। यो कतिपय ठाउँमा नेपाली करेन्ट भनेर पनि चिन्छ। विदेशीहरूलाई यसलाई विदेशीहरू आयो भने नेपाली करेन्ट भनेर भन्छन्। अर्को कुरा भेटाएँ मैले यहाँनिरै। ल यो फेरि देखिन्छ। यो चाहिँ यसको नाम चाहिँ तरुल हुन्छ नि, तरुल। त्यो भइसकेपछि ठुलो भइसकेपछि यसरी झर्छ। यो लगायो भने यहाँबाट तरुल आउँछ। तर अहिले चाहिँ लगाउने त छैन। यसलाई म तोडेर देखाउँछु है कस्तो हुन्छ। एकदम यस्तो हुन्छ भित्र पुरा। यसलाई कतिपय मान्छेले खाने पनि गर्छन्। यो पोलेर अथवा उसाएर यसलाई खान पनि सकिन्छ। तर यो तरुलको भित्र जमिन मुनि होइन, जमिन माथि फलको रूपमा लाग्छ। यो तरुलको फल जमिन मुनि पनि हुन्छ, जमिन माथि पनि हुन्छ। यो बिउको काम पनि गर्छ यसले। यो चाहिँ के हो भन्दाखेरि यो ओखरको पात, ओखर हुन्छ नि, ओखर चाहिँ ओखरको पात हो। यहाँ बिजुली हाम्रो घरसम्मै पुगिसक्यो हेर्नुहोस् त। यसरी यो छ नि, यो विद्युत यो गाउँसम्म पुगिसक्यो भनौँ। तरुल जो भर्खर मैले यहाँ फोडेको थिएँ, त्यो तरुलको बोट यो सुकिसकेको छ। यसरी यति मोटो पनि हुन्छ। यो अहिले चाहिँ हुन्न। यसरी यो बान्ना छ नि, यो यसको भित्र चाहिँ हुन्छ, यसको भित्र हुन्छ। अनि यो निकालेपछि त्यहाँ चाहिँ तरुल भेटिन्छ है। यसको रुख चाहिँ यस्तो हुन्छ।